हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म चिकन रोस्ट खानु पर्यो भनेर चाहिँ रुममै चिकन ल्याएर चिकन रोस्ट बनाउँदैछु। एकदमै कम मसलामा मोलेर हैन, सिम्पल तरिकाले बनाउँदैछु। अब होटलमा किनेर खान त एकदमै महँगो छ। एक प्लेट किनेर खाने पैसाले त रुममै ल्यायो भने सबैजनालाई पुग्छ भनेर चाहिँ आज म रुममै बनाउँदैछु। अहिले चाहिँ सानो ग्यासमा हैन फ्राई गरिराखेको छु, हल्का रेड हुँदैछ। त्यस पछाडि चाहिँ यो चाहिँ रेडी भयो साथीहरू। अब चाहिँ म प्लेटमा निकाल्छु हैन। अहिले चाहिँ तेल तारिरहेको छु। तेल हल्का तारिसकेपछि चाहिँ प्लेटमा राख्ने। प्लेटमा राखिसके पछाडि चाहिँ मेरो चिकन रोस्ट चाहिँ यस्तो देखिएको छ हैन। हेर्दा त राम्रो देखिएको छैन, ठुल्ठुलो होटल रेस्टुरेन्टमा बनाएको जस्तो राम्रो बनाउनु त आउँदैन, तर आफूलाई जे जस्तो आउँछ त्यही अनुसारले बनाएर मैले तयार गरिसकेको छु साथीहरू। त्यस पछाडि चाहिँ खाएँ है, ठिकै मिठो पनि लाग्यो हैन। तपाईहरुलाई चाहिँ हेर्दा कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला भन्दै आजलाई यति नै, बाइ बाइ।